हामी बुढो काउली बनाइदियौँ हेर्नु होला यहाँ तरकारी बनाउने बुढो काउलीको अब हेर्नुहोस् यहाँ मैले भात बसालिदिएँ गाइज अब एउटा कुरा देखा हाम्रो स्कुल फेरि के धेरै नजिक के छ नि गाइज अब हेर्नुहोस् हाम्रो स्कुल हाम्रो घर अगाडि छ यहाँ हाम्रो आइस दाई अभिषेक दाई अङ्कलको घर ठुलो बाबाको घर छ गाइज अब यता आमाको घर छ आमा बुवाको घर छ अनि यो चाहिँ हाम्रो घर ठुलो छ अनि त्यो निलो र रातो भएको छ नि त्यो चाहिँ हाम्रो साथीको घर अनुजको घर के साइकल हो साइकल चलाउँछु मैले गाइज अनि एउटा कुरा देखा हाम्रो बस स्कुलभित्र जाँदैछ भ्यान एउटा अनि फेरि लास्ट दुईवटा बस छ एउटा बस चलाउने मान्छेको घर राख्छन् अनि एउटा बस चाहिँ स्कुलभित्र राख्छन् गाइज अनि फेरि भ्यान पनि स्कुलभित्र हो भ्यान अब रातितिर आउँछ ट्युसनको केटालाई छोडेर गाइज हुन्न हामी पर एउटा चौर हो नि चौर भन्दा यतापट्टि एउटा परालको टौवा देखाखेरि त्यहाँ एउटा घर छ नि ठुलो सानो त्यहाँ गाई पाले गाई र भैँसी हामीले भैँसीको दुध खान्छौँ मलाई भैँसीकै मन पर्दैन अनि यो घरमा हेर्नु गाईको पुच्छर टिक्का अनि फेरि गाई के अरे भैँसीको दुध चाहिँ म खान्न गाईको चाहिँ धेरै खान्छु कि मैले गाईको धेरै खाएँ है अब हेर्नुहोस् एउटा चिज हाम्रो सबैभन्दा बेस्ट मुला देखाइमला हेर्नु त त्यो मुलाको साग पकाउनु भन्नुभयो यहाँ चाहिँ मुला अनि गाई मुला अझ कति धेरै छ नि गाई ब्लग बनाउँदा आरामसँग हेर्नु त 5-6वटा जुम गरेर हेर्नु होला अहिले अनि फेरि पछाडिपट्टिको है गाई गाजर छ अनि के छ सिमी छ मकै छ वहाँ क्या आगो बाल्नुभन्दा त्यस्तो नखानु दाउराको हेर्नु त उतापट्टि हाम्रै ठुलो बाबाको घर अर्को ठुलो बाबाको घर त्यहाँ कुखुरा है त्यही हो कालो कुखुरा है त्यहाँ गाइस मजा खायो यहाँ हेर्नु त कस्तो पुत्ता आएको त्यही हो गाइस एउटा कुरा के